भाइ तल अनर हेलो भन्यो होइन के झटाको झटाले कस्तो नाइट भ्यू के खायो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी सुस्मिता लामा सुनुवार के छ साथीहरू सन्चै हुनुहुन्छ आज चाहिँ हाम्रो प्लान सुपर देउराली जाने हो हामी चाहिँ खासमा सात दिनको प्लानमा हिँडेको आज चाहिँ डे 1 हो हामी जाँदैछौँ दुईजना चाहिँ बाइकमा जाँदैछौँ अनि दाइहरू हुनुहुन्छ दाइहरू चाहिँ 4 जना गाडीमा आउँदै हुनुहुन्छ हामी चाहिँ फ्यामिली हिँडेको डाँडा काँडा हेर्दै रमाइलो गर्दै भिडियो गर्दै हिँडिरहेको छौँ मेरो चाहिँ फर्स्ट टाइम हो अर्घाखाँची सुपा देउराली जाने त्यही भएर पहिलोचोटि हिँड्दैछु म चाहिँ यो चाहिँ धेरै अगाडिदेखिको प्लान हो सबैजनाले जम भनिराखेको थियो त्यही भएर फाइनली आज चाहिँ हिँड्दैछौँ तपाईहरु भन्नुहुन्छ भने आज मेरो ती बिजोक भएको छैन अगाडि ब्याग राखेको छु बीचमा सिटमा नहटेर पछाडि दुखाएर फलामले बाइकको फलामले उफारेकै हेर्नुस् न यहाँ कच्ची रोड यस्तो रोडमा उफ्रिँदै हिँडिरहेको छु ती गाह्रो बनाएको कि सामानहरू बोकेर गाइस तपाईहरु चाहिँ जाने भएदेखि दुईजना टुर प्लान छ भने चाहिँ सामान बाइकमा हिँड्दा चाहिँ सामान चाहिँ यसरी लिएर नहिँड्नु होला कि त गाडीमा पठाउनु होला कि नभए कोही छ भने साथीहरूलाई दिनु होला मेरो चाहिँ हामी चाहिँ अलिक ढिला भयौँ त्यही भएर पनि हो चाँडै भएको भए त दाइहरूलाई पठाउनु हुन्थ्यो तर दाइहरू पनि हामीभन्दा अगाडि निस्किनु भएको हाम्रो चाहिँ सामान आएको थिएन काठमाडौँबाट त्यही भएर हामी चाहिँ कुरेर बस्यौँ सामान रिसिभ गर्नको लागि अनि दाइहरू चाहिँ अगाडि नै जानुभएको थियो गाडी पनि फिक्स गरेको थिएन अनि त्यही भएर दाइहरू चाहिँ अगाडि नै निस्केर जानुभयो गाडी फिक्स गर्नलाई त्यही भएर दाइहरू चाहिँ हामीभन्दा 1.5-2 घन्टै अगाडि हिँड्नु भएको हामी त्यही भएर ढिलो भयौँ अब चाहिँ हामी फाइनली सुप्पा देउराली आइपुग्यो साथीहरू हेर्नु होला वाउ तर रास्तै चिसो रहेछ क्या यहाँ चाहिँ चिसो भएर हामी चाहिँ आउने बित्तिकै तातो समोसा तरकारी के हो अनि दाइहरू आउनु भएको थिएन दाइहरूलाई हामीले कुरेर बस्यौँ
यो चाहिँ साथीहरू नाइट भ्यू सुप्पा देउरालीको। कस्तो मजाले लाइटहरू बलेको देखेको छ। सबैजना आइपुगेपछि अब के गर्ने भयो। त्यसपछि तास खेलेर रमाइलो गरेर बस्यौँ। अनि यो चाहिँ के साथीहरू, त्यहाँ दाइले गीत बजाइरहनु भएको थियो, त्यही भएर त्यो चाहिँ कपिराइट लाग्छ भनेर चाहिँ मैले त्यहाँको साउन्ड हालिनँ। तपाईँहरूलाई मैले आफ्नै भोइस रेकर्ड गरेर हालेको। यो चाहिँ पछि, तर रमाइलो भइरहेको थियो। अरू चाहिँ नखेल्ने रे, हामी 3 जना मात्रै हाँस्दै गफ गर्दै नाच्दै। अनि त्यति बस्दै अब खाना खान बोलायो, त्यही भएर हामी चाहिँ खाना खान झऱ्यौँ। सबैजना मिलेर खाना खान थाल्यौँ। दाइलाई दाइ भनेर बोलाएको, भित्र खाना बनाउने दाइ पो हजुर भनेर बोलिदियो। त हाँस उठिहाल्यो। त्यसपछि दाइहरूलाई कस्तो छ खाना, के छ भनेर सोधेँ। चाहिँ थप्दैछन् तरकारीहरू, खाना तरकारीहरू थप्दैछन्। फेरि मलाई पनि दिन्न भनेर माग्दै। अनि दाइलाई बोलाएँ, के सोधे, के चाहियो भनेर सोधेँ। सबै कुरो भइसक्यो भनेर भन्नुभयो दाइले पनि। अनि अर्को दाइलाई पनि बोलाएँ, दाइले सुन्नु भएन। अनि त्यसपछि अर्को दाइले बोलाइदिनु भयो। अनि त्यसपछि के चाहियो दाइ भनेर सोधेँ, सबै कुरो पुगिसक्यो भनेर भन्नुभयो दाइले पनि, अघि थपिसकेको अरे। अनि त्यसपछि मेरो बुढोले चाहिँ खाना थप्नुभयो। अनि त्यसपछि अगाडि आयो, अगाडि आएर उसले भोजुले पनि थाप्यो खाना। अनि उता दिदीलाई पनि मलाई पनि रोटी चाहियो अरे। अनि रोटी ल्याइदिनु भयो। दिदी र म चाहिँ खाना नखाने भनेर रोटी खाने भन्यौँ। मैले चाहिँ धेरै खान सकिनँ। सुत्नुभन्दा अगाडि चाहिँ हामी रेड बुल चेयर्स गऱ्यौँ। 2 जनाको चाहिँ जुस आएको थिएन, त्यही भएर खाली हात चेस गर्नुभयो। हामीले चाहिँ रेड बुल खायौँ। ल गाइज, हामी चाहिँ खाना खाएर आयौँ। कोही सुत्नुलाई ढल्किसकेको छ। ओके साथीहरू, बाई बाई, गुड नाइट।